ल भयो होइन ल तपाईँहरूलाई चाहिँ मेरो च्यानलमा स्वागत छ आज चाहिँ मसँगै डिजिआईको अजमो पकेट 4 छ है म चाहिँ खासमा चाहिँ पकेट 3 चाहिँ लिने सोच बनाएको थिएँ तर यो अहिले चाहिँ यो मैले वेट यो पकेट 4 आउँछ भन्ने चाहिँ मलाई लन्च छिटै लन्च हुँदैछ भन्ने थाहा भएर चाहिँ मैले यसको लागि लगभग 2 महिना जति वेट गरेँ है यो चाहिँ मेरो अब फुपूको गिफ्ट हो ल म अनबक्सिङ गर्न लागेको छ एकदम नजिक आएर देखाइदिनु है र सुरुमा चाहिँ ब्याग रहेको छ है ब्याग भइहाल्यो यहाँ चाहिँ क्यामेराहरू एसेसरिजहरू छ है चाहिँ यो भित्र चाहिँ पेपर वर्क्सहरू छ है यो चाहिँ मैले साइडमा राखिदिइहालेँ बट्टालाई पनि साइडमा राखिदिइहाल्नु ब्याग Osmo branding रहेछ राम्रो चाहिँ ब्याग यसमा साइडमा राख्दिउँ मेन फोकस क्यामेरातिर जामा हेर्न सक्नुहुन्छ यो ब्याग चाहिँ राम्रो रहेछ है ओस्मोको ब्रान्डिङ भइहाल्यो होइन तपाईँलाई सर्कल गरिन्छ माइकको लागि दुईवटा रहेछ यो चाहिँ एक्सटेन्डर होइन एक्सटेन्डर भइहाल्यो माइक भयो माइक 3 होला सायद यो चाहिँ माइक भइहाल्यो अनि यो क्लिप यो चाहिँ हाम्रो एउटा स्ट्यान्ड है यो चाहिँ अहिले पकेट 4 मा अपडेट भएको चाहिँ यो एउटा फ्ल्यास लाइट हो यो फ्ल्यास लाइट पनि छ कि यो चाहिँ यो वाइरिङ यो छ अरू त के छ एउटा स्ट्र्याप रहेछ यो चाहिँ माइकको लागि चार्जर भयो यसमा चाहिँ यो C2C केबल पनि रहेछ है यो सिलिका जस्तो भइहाल्यो ब्याग पनि एकदम राम्रो रहेछ मलाई चाहिँ ब्याग पनि राम्रो लाग्यो यसलाई म साइड राखिदिइहालेँ कताबाट सुरु गरौँ मेन क्यामेराबाटै जाऊँ है कार्ड चाहिँ मैले निकालिसकेँ है पकेट 3 मा चाहिँ यो क्यामेराले अडाउनेवाला प्रोटेक्टर आउँथ्यो भने यसमा चाहिँ यो मात्र रहेछ है अन गरौँ है अजमो देखिसक्नु भयो यसलाई चाहिँ एक्टिभ गर्नुपर्छ कि अरे सक्नुहुन्छ मेरो पनि आयो है आइसक्यो यहाँ पकेट 3 र पकेट 4 मा चाहिँ के छ डिफ्रेन्स भन्नुहुन्छ भन्दा चाहिँ पकेट 3 मा चाहिँ यो दुईवटा बटन चाहिँ आउँथेन यो चाहिँ जुम बटन भयो कि अरे अनि यो चाहिँ कस्टम बटन हो अनि प्लस यसमा चाहिँ यो फ्ल्यास लाइट पनि राख्न मिल्छ है पकेट 4 मा चाहिँ यसलाई चाहिँ एकछिन बन्द गरिदिउँ बन्द गरिदिउँ यसलाई साइडमा राख्दिउँ अब बाइकले अरू के छ हेरौँ है त
त्यहाँ सक्नुहुन्छ C2C केबल भइहाल्यो यो माइकको लागि यो चाहिँ माइकको लागि एउटा चार्जर भइहाल्यो कि यो चाहिँ अहिले फ्ल्यास लाइट फ्ल्यास लाइट भयो स्ट्र्याप भइहाल्यो माइकमा जाऊँ न त यो चाहिँ DJI को माइक 3 होला सायद यो माइक 3 हुनुपर्छ जहाँसम्म लाग्छ गरिसकेँ माइक भयो है यो चाहिँ के भन्छ म्याग्नेटिक्स भयो कि यो एक त तपाईँलाई टी सर्टहरूमा टाँस्नको लागि यो चाहिँ वाइड एङ्गलको लेन्स भइहाल्यो अनि यसमा चाहिँ तपाईँको एक्स्ट्रा ब्याट्री चाहिँ नआउँदो रहेछ पकेट 3 मा चाहिँ आउँथ्यो भने यसमा चाहिँ नआउँदो रहेछ है यो चाहिँ एक्सटेन्डेबल मात्र हो के भन्छ यो स्ट्यान्ड है म्याकमा राख्नको लागि त्यो हावा छिक्नको लागि है ल सबै देखाइदिउँ तपाईँ यही नै हो कि म तपाईँलाई अब एकछिन सेटअप गरेर देखाउँछु है त